नमस्कार। अहिलेको बिहानी भइसकेको छ। म केही काम विशेषले प्रेसतिर जाने मेरो काम परेको छ। तर जानुभन्दा अगाडि हजुरहरूलाई दुईटा कुराको जानकारी दिइराखौँ भन्ने सोचेर म उपस्थित भएको छु। एउटा हो कुन्तीको बारेमा, अनि अर्को चाहिँ हो वृक्षराज नर बानरको बारेमा म दुईटा कुरा भन्न गइरहेको छु। सबभन्दा पहिला कुन्तीको बारेमा सुनौँ। कुन्ती जो पाण्डुकी पत्नी हुन् र 5 पाण्डवकी आमा पनि हुन्, अनि कर्णकी आमा पनि हुन्। यो कुरा त हजुरहरूलाई थाहा छ। र कुन्तीको वास्तवमा नाम चाहिँ पृथा थियो। कुन्तीको वास्तवमा नाम चाहिँ हो पृथा। र उनी कसरी कुन्ती भइन् यो बडा रहस्यमय कुरो छ। र कुन्ती राजा सूरसेनकी पुत्री हुन्। राजा सूरसेनकी पुत्री हुन् कुन्ती। र अरू दिदीबहिनीहरू पनि उनका थिए। र त्यसै समयमा कुन्तीभोज नाम गरेका अर्का राजा थिए र कुन्तीभोज निसन्तान थिए। उनलाई सन्तानको बडा चाह थियो, तर सन्तान हुन सकेका थिएनन्। र उनले बिन्ती गर्दा सूरसेनले भने, म एउटी छोरी तपाईलाई दिइहाल्छु, तपाईले धर्मपुत्री बनाएर राख्नुहोला भनेर सूरसेनले एउटा बाचा गरे। त्यो बाचा अनुसार पृथालाई राजा कुन्तीभोजलाई धर्मपुत्री बनाएर उनले दिए। र कुन्तीभोजले पनि पृथालाई धर्मपुत्री बनाएर राखे। अनि कुन्तीभोजले पालेको हुनाले त्यो पृथाको नाम चाहिँ कुन्ती रहन गएको हो। कुन्ती जो पछि गएर पाण्डुसँग बिहे गरिन् है। र पाण्डु तपाईँ जान्नुहुन्छ, युधिष्ठिर, धृतराष्ट्र, पाण्डु र विदुर तीनजना थिए। र यिनीहरू मध्येमा पाण्डुकी पत्नी हुन् कुन्ती। कुन्तीका 5 भाइ भए, युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेव। अर्कोपट्टि कर्ण पनि थिए। अब कर्णको जन्म कसरी भयो यो कुरो त तपाईलाई थाहा छ। दुर्वासा एक दिन घुम्दै आउँदा र जब कुन्तीको महलमा उनी गए र उनलाई कुन्तीले पुरा सेवा गरेकी थिइन्। विवाह हुनभन्दा अगाडि नै कुन्तीले दुर्वासाको पुरा सेवा गरेकीले गर्दाखेरि तिमी के मान्छौ भन्दाखेरि कुन्तीले एउटा यस्तो वरदान मागिन् जसद्वारा भगवानलाई प्राप्त गर्न सकिन्छ भनेर उनले त्यो वरदान मागिन्। ल म तिमीलाई वरदान दिन्छु, तिमीलाई एउटा मन्त्र दिन्छु, तिम्रो पुत्रको निम्ति तिमीले पछि गएर विवाह भएपछि कस्तो पुत्र चाहन्छौ, कुनै पनि भगवानको स्मरण मात्र गर्यौ भने पनि तिमीले त्यही प्रकारको पुत्र प्राप्त गर्नेछौ भनेर एउटा मन्त्र सिकाइदिए। तर बालकालकी कुन्तीले नजानेर एक दिन त्यो मन्त्र भनिन्। सूर्य भगवानले त्यो मन्त्र सुने र सूर्य भगवानबाट प्राप्त भएकोले गर्दा कुन्तीको छोराको नाम कर्ण रह्यो। उनी दानवीर थिए भन्ने कथा हामीले सुनेका छौँ। एकपट्टि भयो। र अर्कोपट्टि कुन्ती पाण्डुकी पत्नी हुन्, 5 पाण्डवकी आमा पनि हुन्। र यो कथा यहाँ छोटो रूपमा म भनिराख्छु यति। अब अर्को कथा चाहिँ यक्षराज भन्ने एकजना शक्तिशाली नर बानर थिए। उनी आफ्नो अभिमानमा बडा गौरव गर्दथे। उनलाई जे जस्तो भए पनि, अब नर बानर भनेको त सायद बाँदर मान्छे जस्तो या मान्छे बाँदर जस्तो भनौँ न, त्यस्तो थियो। जे होस्, उनी नर बानर थिए र उनलाई आफ्नो रूपमा घमण्ड थियो र उनी आफ्नो रूपमा गर्व पनि गर्दथे। सबैले आफ्नो आफ्नो रूपको गर्व गर्नुपर्दछ, चाहे जस्तो पनि होस्, छोरो जस्तो पनि होस्, आमा बाबुले गर्व गर्छन्। हामी जस्तो पनि हौँ, आफ्नो रूपको लागि हामी आफै नै धनी हौँ भन्ने हामीले सोच्नुपर्छ। र उनले एक दिन, उनलाई थाहा थिएन कि एउटा तलाउ, एउटा पोखरी, जुन चाहिँ पोखरीमा नुहाउँदाखेरि चाहिँ पुरुष जातिले नुहाउँदाखेरि चाहिँ स्त्री हुन्छ भन्ने एउटा पोखरी थियो। र उनले थाहा थिएन उनलाई, वृक्षराजलाई। र उनी एक दिन नुहाउन त्यो तलाउमा पसेको, निस्किँदाखेरि उनी रूपवती नारी भएर उनी बाहिर निक्ले।
अब पुरुष भएर नुहाउन बसेका उनी त रूपवती नारी भए र उनको रूपको चर्चा चारैतिर फैलिन थाल्यो। उनी यति रूपवती थिइन् कि अहिल्याभन्दा पनि अझै राम्री थिइन् भन्ने शास्त्रले भन्छ। र उनी यति रूपवती भइन् र उनलाई देखेर इन्द्र मोहित भए। इन्द्र, जुन इन्द्रले अहिल्यामाथि छल गरेर धेरै वर्षसम्म अहिल्याले ढुङ्गो भएर बस्नु पर्यो, पछि रामको स्पर्श पाएर फेरि उनले पुनर्जीवन पाएकी थिइन् भन्ने कथा हामीले पहिला नै सुनेका छौँ। र उनको रूपमा इन्द्र भगवान मोहित भए र उनीसँग प्रेम बस्यो। अनि पछि गएर इन्द्र र त्यो पुरुषबाट स्त्री भएकी ऋक्षराज जो नारी भइन्, उनबाट जन्मेको छोराको नाम चाहिँ हो बाली। बाली र सुग्रीवको कथा हामीले सुनेका छौँ। तिनै बाली चाहिँ इन्द्र भगवान र ऋक्षराजबाट जन्मेका पुत्र हुन् र बालीकी पत्नीको नाम तारा हो। र यो कुरो त हामीलाई थाहा छ। अब रहँदा बस्दा उनको चर्चा चारैतिर फैलियो र सूर्यदेवलाई पनि त्यो रूपवती ऋक्षराजमा उनी पनि मोहित भए र उनी मोहित भएपछि उनसँग पनि ऋक्षराज जो औरतमा जो नारी भएर आएकी थिइन् उनसँग उनको पनि प्रेम बस्यो र पछि गएर सूर्य र ऋक्षराजबाट जन्मेको पुत्रको नाम चाहिँ हो सुग्रीव। सुग्रीवकी पत्नीको नाम रुमा थियो। रुमा। र यसरी ऋक्षराज एउटा पुरुष थिए। नुहाउन पस्दा उनी त्यो तलाउमा जो पनि नुहाउन पस्छ स्त्री हुन्छ भन्ने श्राप पाएको थियो, केवल पुरुष जातिको मात्रै त्यस्तो थियो। अब यहाँ एउटा प्रश्न तपाईहरुले उठाउनु होला, पुरुष चाहिँ त्यो तलाउमा नुहाउँदाखेरि स्त्री हुन्छ भने स्त्रीहरू नुहाउँदा चाहिँ के पुरुष हुन्थे भन्ने प्रश्न उठ्न सक्छ। र त्यो तलाउ चाहिँ केवल पुरुषहरू मात्रै नुहाउन पसे भने स्त्री हुने भन्ने त्यो तलाउलाई श्राप थियो भनिएको छ। र त्यसरी त्यहाँ पसेर निक्लिँदा उनी नारी भइन् र उनबाट जन्मेको इन्द्रपट्टिको छोराको नाम हो बाली, जसकी पत्नीको नाम तारा थियो। र अर्को सूर्यदेव पनि तिनै नारीसँग मोहित भएर पछि तिनी दुईजनाबाट जन्मेको पुत्रको नाम चाहिँ हो सुग्रीव, जसकी पत्नीको नाम रुमा थियो। र आजको छोटो चर्चा हो यो कुन्ती र ऋक्षराज नर बानरको कथा। आजको कथा अब छोटो रूपमा मैले यति भनिराखेँ। तपाईहरुले यसलाई ज्ञानमा लिनुहोला र एउटा छोटो अलिकति भए पनि ज्ञान पाउन तपाईले सक्नुभयो भने म धन्य हुनेछु भन्दै यो भिडियोलाई म यही अन्त गर्न चाहन्छु। नमस्कार।